हेलो गाइज सो आज चाहिँ 2082 साल लागेको छ। आज वैशाख 1 गते हो। सो हामीले हाम्रो आजबाट युट्युब च्यानल खोलेको छौँ। यस यस सो ऊ चाहिँ मेरो बहिनी दर्शन सो म चाहिँ प्रतिमा राई, ऊ चाहिँ प्रश्न राई। अनि आज हामीसँग धेरै त थिएन, फर्स्ट मुकबाङ हो हाम्रो होइन। सो हामीसँग यहाँ करेन्ट छ होइन, अनि उसँग नि करेन्टै छ। देखाउ न, देखाउनु पर्छ ल भने साले को बम से उड़ा दूंगा ये। ल करेन्ट छ अरे हामी दुईजनासँग करेन्ट छ। सो अनि हामीसँग यहाँ देख्नु सक्नुहुन्छ गिलो चरपटे छ। यो सबै होममेड है, मेरो बहिनीले बनाएको चाहिँ। बनाउने चाहिँ ऊ, म चाहिँ भर्खर उठेको। सो सबैजनालाई 2082 सालको अग्रिम शुभकामना प्लस ह्याप्पी न्यू इयर। अनि ल सुरु गरौँ हैन, इङ्ग्लिसमा बोल्नु इङ्ग्लिस एकदम विक छ होइन, त्यही भएर इङ्ग्लिस बोल्ने भनिरहेछ। ओके ल, अब जसले नेपाली बोल्छ या उयो हुन्छ त्यसलाई चाहिँ यस्तोमा होइन पिट्ने बाजी छ है। सो लेट्स स्टार्ट गाइज। लेट्स स्टार्ट। हाँस उठ्छ यार मलाई त ल हाँस्नु नपाइ खाए ल भनेको त इङ्ग्लिसमा भन्नु नि त। ए ओ आम सरी यार ओके ओके लेट्स स्टार्ट है। ए ओ सरी सरी लेट्स स्टार्ट इटिङ। होइन मजाले बोल्दै खाऊँ कि इङ्ग्लिस चाहिँ नबोलौँ, मजा आउँदैन। अन्ली इङ्ग्लिस हो के कम 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 होइन एकछिन नपाइले, आज न्यु इयरको दिन पनि के इङ्ग्लिस बोल्ने हो र। मजाले कुरा गर्दै खाऊँ न होइन। होइन बोल्नुपर्छ यार इङ्ग्लिस त प्र्याक्टिस। खुबै यहाँ यसमा प्र्याक्टिस गर्छौ नि होला। कबले आयो डिस्टर्ब भयो। इट्स स्पाइसी अर डि इङ्ग्लिस त फेरि खतरा बोल्नु नि त। के अरे मान्छेहरू आज कति मजाले घुमेर होला होइन, साथीभाइहरू भेटेर रमाइलो गरेर होला। हामी चाहिँ यस्तै हो जहिले रुममा। मलाई चाहिँ बोल्न आउँदैन है गाइस, खाना मात्र आउँछ। खाइला फर्स्ट टाइम सेलाइसकेछ है। झन् चरपट त कस्तो भयो होला, चरपट ट्राई गरेर मेरो बहिनीले बनाएको होइन। तारिफ गर्छ कि उयो माइक पनि राख्नुपर्छ यार, खाँदा त कुरुङ कुरुङ आवाज त्यहाँको जान्छ त। खोइ त माइक उयो गरे। यस यस ओके ने अर्को पारे है, बिस्तारै धनी भएपछि। तर कस्तो के सबै उयो भयो कि सेलायो क्या। बनाएको कसले पस्ताएर अहिले मिठो त भइहाल्छ नि। रेसिपी दिएको कसले? मैले मेरो दिमागले। हिजो साढे अस्तिको दिन कि हिजो हामीले फर्स्ट रोटी घरमा बनाएर खाएको थियो कि त्यति बनाएको थियो। हामीलाई अलिक जाने थिएन। अहिले चाहिँ मिठो त मिठो हो, यो पनि अस्ति पनि मिठो थियो तर सेलायो क्या यो है। कस्तो अलिक मजाले नदेखेर देखाइ देखाइ खानुपर्ने देखिरह। तिम्रो क्लास नेस्क्याफेको क्लासमा ड्यु छ ल। नेपाली हो नि त। ड्यु पनि तातो होला होइन, ड्यु पनि। के अरे खासमा हामीले चाहिँ आज पोर्कबाट सुरु गर्ने भनेको थियो, तर हाम्रो बेन्दुल दिदीको ब्लग हेर्दै थियो अनि त्यही भएर मुडै मऱ्यो क्या त्यो देखेर। त्यही भएर होइन सिम्पल सुरुमा थोरैबाटै गरौँ, धेरै खान पनि सकिँदैन होला भनेर बनाएको। मलाई एडिट नै गर्न आउँदैन।
आज चाहिँ नो एडिट जसो त्यही हो। आज चाहिँ गेम कि गेम यस्तो हो नि त, धेरै पो हुँदा पो एडिट गर्नु, हाम्रो त त्यस्तो छैन नि त। त्यो पनि डन्ट वेस्ट फुड है। म चाहिँ खाइछु, यो चाहिँ हत्तापत्ता वेस्ट गर्दैन। म चाहिँ सकिनँ भने उता जबरजस्ती पनि खान्छ। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी। अनि त्यत्रो बिचराहरू खान बारे एक आउँछ। यसलाई चाहिँ खाएर माथि गरौँ यस्तो लाग्छ है गाइस। ओ सरी साथीहरू। सो यो चाहिँ हाम्रो फर्स्ट भएर हामीलाई अलिक बनाउने होइन, के भन्ने खासै थाहा छैन कि, डन्ट माइन्ड। औला जस्तो भइसक्यो। मान्छेहरू त यार जति खाँदा नि मोटाउँदैन, म त थोरै खाँदा नि मोटाउँछ भने। यस्तो हो नि त, अरूहरू काम हुन्छ खाँदै स्लिपिङ गरेपछि मोटाउँदैन। मोटाउँछ। यहाँ ग्याप दियो क्या, यसलाई चाहिँ मिलाउँदा। तिमी त हाम्रो क्यामेरा तिमी अलिक धेरै यता आएन र मलाई किचेको जस्तो फिल भयो यार। म छु भैँसीलाई किचिँदा यस्तै हो गाइस। मलाई यस्तो धेरै भयो। भन्नु हुँदैन क्या। अरूको पैसाले किन्दा चाहिँ धेरै खानु मन लाग्दो रहेछ। आफ्नो पैसाले त खान मन लाग्दो रहेछ क्या हो। क्या क्या कहना क्या चाह रहे हैं भैया आप? जोक गर्दा है, मेरो चाहिँ साथी खासै छैन। अनि एउटा बिन्दा दुमी छ, त्यो झापामा छ। अस्ति त्यसलाई पनि मैले भेट्न गएको थिएँ इटरी। सो त्यो इटरी आएको थियो मलाई भेट्न जाने। त्यतिखेर यसो जिस्किँदै मैले युट्युब च्यानल खोल्छु भनेको थिएँ। अनि हिजोदेखिको त्यसले चाहिँ मलाई कहिले आउँछ तेरो ब्लग, कहिले आउँछ भनाइसक्यो। सो त्यसको लागि पनि हो यो। तर मलाई भ्लग पनि बनाउनु आउँदैन, केही आउँदैन। सो त्यही हो, मेरो बच्चैदेखिको साथी भनेको त्यही बिन्दा दुमी राई हो, झापामा बस्छ दमक। अनि अरू त साथी भने नि, बहिनी भने नि, त्यही मखम मतलब साथी छँदै छैन भनेको त होइन, त्यस्तो क्लोज चाहिँ छैन क्या अहिले। जति पहिले थियो, कोही विदेश गयो, कोही कता कता गइसक्यो, त्यहाँबाट खासै बोलिँदैन। त्यहाँबाट भयो साथी छैन भनेर चाहिँ सिङ्गल लाइफ रक भइरहेछ दिदी बहिनी। के बोले भाई? अब के बोले के जथाभावी बोले? तो बोले है भाई पिरो भन्दा नि हामीले खाना नि अघि ढिलो खायो नि त होइन। कति बजी 3 बज्ने बेलातिर खाएको थियो आज हामी फेरि खाना नि। अहिले कति बज्यो? 7:30। त्यो भएर होला खाना छैन। अरूहरूले त के खाँदा खान्छ, अब स्टिल हो, सबै स्टिल हो। खानै त हुन्छ यहाँ राख्नु, यो भाडा म्याटर गर्दैन क्या। स्टिल एभ्रिथिङ स्टिल। तिम्रो कहिले होइन नहेर। गाह्रो छ मान्छेहरूलाई रिभिल गर्नु हुँदैन गाइस केही कुराहरू। तू समझा? हाँ। नहीं, तू समझा नहीं।
हाम्रो ब्याकग्राउन्ड त खतरा खरे यस्तो हो नि त यो घर होइन प्लस अब यो काठमाडौँमा यसै भने एउटा रुममा सबै सामान हुन्छ उतापट्टि बहिनीको रहेछ यहाँ यता मेरो यता किचन छ यता टेबल त्यस्तै हो नि एडजस्ट गर्नुपर्छ एकदिन घर बनाउँछु यता राम्रो धुवाइ अनि कस्तो प्लान चाहिँ कस्तो थियो क्या मेरो डेन्जरै थियो मतलब अरू बेला घुम्न नगए नि बैशाखी कति जाने भनेर प्लान थियो हल्का तबियत चाहिँ खराब छ तर पनि खाइदिरहेको छ यस्तो माथि जान नि मन लागेन यस्तै हो सक्यो कति छिटो अहिले खाउँ न अलिकति कस्तो कानबाट धुवायो मुकबाङ मुकबाङ कस्तो यता राख्दा चर्पटै छिटो जायो मेरो बहिनीको मेहनत यस्तो हो क्या जस्तो सुकै भए पनि खुसी भएर खाँदा मजा आउँछ होइन कस्तो अरू कस्तो पिरो भयो मलाई त्यो यो खाए पिरा खाएर झन् त्यो खायो नि त गुलियोले झन् यस्तो कानमा हाने झट्का प्लस यो चटपटीमा हरियो खुर्सानी त छ नै छ अर्को त्यो रातो खुर्सानीलाई पिसेको पुरै धुलो पनि छ क्या कलर त कलर तर धुलोको पनि धेरै कलर छ यसमा ला हाम्रो त सेवा भन्नै बिर्सेछ सेवा र हेरेर सेवा भन्छ नि त ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ सिंगल लाइफ रक भइरहेछ दिदी बहिनी पुगले खा भाइ पिरो पिरो भन्दा नि हामीले खाना नि अघि ढिलो खायो नि त होइन कति बजी 3 बज्ने बेलातिर खायो कि आज हामी फेरि खाना नि अहिले कति बज्यो 7:30 त्यो भएर होला खान सक्दैन अरूहरूले त के राखेर खान्छ अब स्टिल हो सबै स्टिल खानै त हुन्छ जेमा राख्नु यो भाँडा म्याटर गर्दैन क्या स्टिल एभ्रिथिङ स्टिल तिम्रो कहिले होइन नहेर गाह्रो छ मान्छेहरूलाई रिभिल गर्नु हुँदैन गाइज केही कुराहरू हाम्रो ब्याकग्राउन्ड त खतरा खरे यस्तो हो नि त यो घर होइन प्लस अब यो काठमाडौँमा यसै भने एउटा रुममा सबै सामान हुन्छ उतापट्टि बहिनीको रहेछ यहाँ यता मेरो यता किचन छ यता टेबल त्यस्तै हो नि एडजस्ट गर्नुपर्छ एकदिन घर बनाउँछु यता राम्रो धुवाइ अनि कस्तो प्लान चाहिँ कस्तो थियो क्या मेरो डेन्जरै थियो मतलब अरू बेला घुम्न नगए नि बैशाखी कति जाने भनेर प्लान थियो हल्का तबियत चाहिँ खराब छ तर पनि खाइदिरहेको छ यस्तो
माथि जान नि मन लागेन यस्तै हो सक्यो कतै छिटो अझै खाऊ न अलिकति कस्तो कानबाट दुआयो सिम्पल मुकबाङ कस्तो यता राख्दा चटपटै छिटो जायो मेरो बहिनीको मेहनत यस्तो हो क्या जस्तो सुकै भए पनि खुसी भएर खाँदा मजा आउँछ न कस्तो अरू कस्तो पिरो भयो मलाई त्यो यो खाए पिरो खाएर झन् त्यो खाएँ नि त गुलियोले झन् यस्तो कानमा हाने झट्का प्लस यो चटपटीमा हरियो खुर्सानी त छनै छ अर्को त्यो रातो खुर्सानीलाई पिसेको पुरै धुलो पनि छ क्या कलर त कलर तर धुलोको पनि धेरै कलर छ यसमा ला हामी त सेवा भन्नै बिर्सेछ सेवा राईहरूले सेवा भन्छ नि त सेवा आदि खाइसकेपछि ल 2082 मिनट लागि एकदम गुड लाग्छ भन्छ 22 रुपैयाँ सरी फर्स्ट टाइम मलाई करेन्ट आउँछ अरे यस्तो पिरो भएको बेला मलाई खाइ पनि छैन फेरि यस्तो हुँदो रहेछ क्या सिब्लिङ्समा पनि यता चाहिँ फेरि भिडियोमा चाहिँ फेरि एकदम संस्कारी देवी 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 बोल्दैन चुपचाप गम गम खान्छ म चाहिँ फेरि भिडियोमा धेरै बोल्छु क्या मलाई त्यो क्यामेरा अगाडि आएपछि थाहा हुँदैन कि मलाई के चढ्छ होइन बोल्या बोल्या गर्न मन लाग्छ ऊ चाहिँ फेरि क्यामेरा पछाडि बिहाइन्ड द सिनमा चाहिँ ऊ चाहिँ डेन्जर बोल्छ अहिले हेर्न सक्नुहुन्छ तपाईँ कस्तो सोचिदिएछ ओ माई गड म सोधिनै छु है इनोसेन्ट छु म त अनुहार हेर्दा सबैले छ्या बुझ्ने चुडेले पिरो भएको बेलामा भयो त्यो नेपालीको चपस्टिक चलाउनु पाए यस्तै त हो नि मुखमा पुग्यो भइहाल्यो नि अरूहरूले त्यस्तै ओछ्यान देखाएर त्यस्तै उठाउँदै खान्छ हामी चाहिँ अरू त्यो अरू धेरै वर्ष पछाडि त्यस्तो गर्नेछौँ अहिले चाहिँ यस्तैमा चल्छ सुरुवात अच्छा वान पनि है चौध नि यहाँ राख्नुपर्ने छ ए त्यो फुक्का चटपटी भएको चाहिँ राम्रो हुन्थ्यो तर गिरो चटपटीमा त म त कस्तो खाएँ करेन्ट त यो टुक्राङ्गो अझै यति छ माछा माछा स्वाद आउँछ म त्यो भएर त्यो मलाई कस्तो कालो कालो वाला त मनै पर्दैन फ्लेभर के पुरै माछा खाएँ त्यो उयो होला कि समुद्रमा पाउने त्यो लेउ जस्तो हुन्छ नि सो हामी दुईजना चाहिँ माछा खाँदैन क्या उसले त अलिअलि भए पनि ट्राई गर्छ माथिको छाला तर खासै मन पराउँदैन मलाई चाहिँ बच्चादेखि नै लगभग 15-16 वर्ष बेसी भइसक्यो छोडिदिएको पनि खाएन अनि त्यही भएर 23 वर्ष होला हौ 23 वर्ष मतलब यस्तो हुन्छ मैले पहिले बच्चामा त खाएँ नि त 5-6 वर्ष त खाएँ नि त 5-6 वर्ष हुँदादेखि छोडायो नि त मैले अनि 16-17 वर्ष भएछ मासु छोडिदिएको फेरि मासु चाहिँ लबर भने फेरि लबर पोर्क थियो अहिले त सबै त्यस्तो काँडा काँडा हुन्छ नि है मलाई त्यस्तो बाखेन बिन्दुल दिदीको युट्युब हेरेर भएको होइन मैले हेरेको छैन नि सुनेको मात्र हुन्छ हेरेको थिएँ क्या
तर आज हाम्रो बाहिर घुम्न जाने अनि घुमेको पनि थोरै क्लिप हाल्ने अनि घरमा लिएर मोमोसोमोहरू खाने भनेर थियो म त अहिले पो होला भनेको निस्किन नि अल्छी लाग्यो अनि पानी पनि परेको थियो बाहिर कि है त्यसैले गएन रहेछ रुममा चाहिँ सामान थियो मात्रै भन अरू पालि नेक्स्ट टाइम Oh my goodness. मान्छेहरू त गमकै गम खान्छ कि गमकै गम खाने हो कि मुखबाङ त बोल्ने होइन खासमा खानै सक्दिनँ क्या म पेटै फुन लागिसक्यो गङ्गा गमहरू यति नै खाइसकिनँ यार के गर्नु यस्तोले मुखबाङ बनाउने रे यस्तोले होइन यस्ताले यस्ता होइन म आफै छक्क पर्छु त्यो दिदीहरूले कस्तो खानुहुन्छ कि यस्तो मिठो स्वाद लिएर होइन हुन्छ नि त जस्तै अगाएको हुँदाखेरि पनि त्यो खाएको देखेर क्या गुरुङ इटिङ च्यानल दिदी भयो निकासा भयो अनि अनि हाम्रो बिन्दुरी दिदी होइन उहाँहरूले यस्तो मजाले खानुहुन्छ कि त्यो अगाउँदा पनि अगाउँदाखेरि पनि खाउँ खाउँ लाग्छ होइन अनि आफूले चाहिँ फेरि थोरै खायो भने पनि सक्दैन अनि मलाई कस्तो अचम्म लाग्छ कसरी खानुहुन्छ होला त्यत्रो त्यो पनि त्यस्तो मजाले क्या लास्टसम्मै स्वाद लिएर हामी त सुरुमा पो स्वाद लिन्छ पछि पछि त कति म्याक्क हुन्छ नि त फुड कलर सरपट कलर बनाउने आज होइन प्रायः सबै उहाँले बनाउँछ उसले बनाउँछ अबे उहाँ ओ माई गॉड म ढलु उसले बनाउँछ म के गरौँ उहाँ अरे यार सो मलाई चाहिँ भयो आम सरी कसमा फुड वेस्ट नगरौँ भनेको त थिएँ म सक्दै सकिनँ मैले सकिनँ सो मेरो त अझै छ सक्दै सकिनँ कि म लास्टै धेरै भयो क्या सक्दै खाइसक्यो ल चल्दो पनि सक्दिनँ थोरै त छ सुरसुर ताली भएर क्या खान नसक्यो बिस्तारै बिस्तारै हुन्छ बारी सो इन्डिङ गर्ने त बाई बाई ओ माई गड सरी जहिले केही न केहीको इन्डिङमा मेरो हातबाट केही न केही मिस्टेक भएको हुन्छ मलाई लास्टै त्यहीबाट झ्याउ लाग्छ क्या सो बाई बाई सेवा अनि यो चाहिँ हाम्रो पहिलो युट्युब ब्लग हो होइन सो तपाईँहरूले प्लिज के भयो के हुन्छ सेयर सब्सक्राइब कमेन्ट गरिदिनु हुन नबिर्सिनु होला सो बाई बाई नेक्स्ट भिडियोमा भेट्नेछौँ योभन्दा अलिक राम्रो लिएर माया गरिदिनु सो यो हाम्रो फर्स्ट टाइम भएर हो हामीलाई नआएको केही पनि सो बाई बाई ह्याप्पी न्यू इयर सबैजनालाई